वेलकम टु माई न्यू भिडियो। काममा पनि आएको घन्टा भयो है। काम यस्तै छ चलिरहेछ। पानी पर्न आँटेको छ, हावा पनि थोरै चलिरहेछ, हावाहरू चलिरहेछ हैन। ब्रेकफास्ट आयो 12 लाखको ब्रेकफास्ट आएको छ केटा हो। अब ब्रेकफास्ट हान्ने हो हैन। अनि त्यहाँ माथि देख्न सक्छौ केटा हो, मेरो 10 लाखको घर राखिरहेको छु। सो मेरो काम चाहिँ यस्तै छ केटा हो। यो मेरो काम हैन। सो मलाई काम धेरै राम्रो गरेर होला हैन। डायमन्ड उपाएर आएको छ केटा हो। सो गाइस के भन्नु चाहन्छु भने तिमीहरू पनि काम राम्रो गर, मैले जस्तो हैन। यस्तै डायमन्ड पास्यौ केटा हो। अर्काको देशमा किनभने हामी नेपालीहरू होइन अर्कै देशमा त ठिक छौँ। घरमा आउनु भने मैले 10 बजीसम्म सुतिन्थ्यो, अहिले यहाँ 6 बजी उठेर ढाक्क काममा आउनु पर्दाखेरि खुसी लाग्छ क्या। कसरी चाहिँ यस्तो सुध्रियो भन्ने पनि आउँछ दिमागमा होइन। नेपालमा किन नगरेको होला मैले यस्तो काम भन्ने पनि आउँछ दिमागमा। तर नेपालमा चाहिँ अब के हुन्छ भने आमा बाउ हुन्छ नि त होइन। आमा बाउको सपोर्टमा हुन्छ। सो त्यही भएर पनि जस्तो लाग्छ क्या। अब बाउले करायो पनि आमाले दुखाएर भरे भात दिइहाल्छ। सुत्न अब बाउ आमा सुतिसकेपछि बिस्तारै गएर सुत्दिँदा पनि भइहाल्छ। 12-1 बजीसम्म डुल्दिँदा पनि भइहाल्छ रातिको होइन। त्यही भएर होला नेपालमा काम नगरेको जस्तो पनि लाग्छ क्या। सो यहाँ चाहिँ खुसी लाग्छ 6 बजी उठेर काम गर्न आउँदा। सो केटा हो, विदेश आउनुपर्छ है सम्पूर्ण केटाहरू।